back to my channel Sushi Vlog. Hope सबजना सन्चै हुनुहुन्छ होला। आजको भ्लग चाहिँ हामी यता होबरबाट बेल्लममा जाँदैछौँ। त्यहाँ चाहिँ एउटा के भन्छ स्नो खेल्ने ठाउँ छ हैन। यो बेल्लममा चाहिँ ताजमेनियाको स्नो माउन्टेन हो। बाट अमृत र म चाहिँ यहाँबाट 3 आवर्सको ड्राइभ हो हैन। सो बाटो चाहिँ एकदमै राम्रो सुनेको थिएँ, त्यही भएर त्यहाँ गएर बाटोको सिन पनि देखाउँला। यहाँ चाहिँ अब हामी आउँदाखेरि घाम लागिरहेको छ हैन। आधी बाटोमा घाम, अब यहाँबाट चाहिँ यस्तो हुस्सु स्टार्ट भएछ। ओ के हो है, सही देखाएको छ त। मजाको एकदम क्लियर स्काई थियो आज, क्लियर आकाश थियो हैन। अनि घाम पनि कस्तो मजाले लागिरहेको थियो। तर त्यहाँबाट अलिकति अगाडि गइसकेपछि चाहिँ झन् वेदर चेन्ज भएर हैन पुरै हुस्सो थियो। अहिले त हुस्सो पनि गयो। अनि फेरि अब हामीले त्यो बाटो रोड कटिसक्यो हैन। फेरि यस्तो के भन्छ फेरि घाम लाग्ने ठाउँमा आइसक्यो। तर हामी अब यहाँबाट अलिकति अगाडि फेरि हुस्सो आउने बाटो रहेछ हैन। अहिले यो बेल्लमको वेमा गएको थियो हैन। यो चाहिँ नेपालको चितवनको के रे नेपालको तराई जस्तो रहेछ है। यो चाहिँ बाटो है, यस्तो रहेछ। राति आउनुलाई चाहिँ ठिक रहेनछ बाटो, दिउँसो बिहानतिर हिँड्नलाई चाहिँ ठिक रहेछ। हामी चाहिँ अब यता आइसक्यो है। पुरै यहाँ चाहिँ स्नोहरू छ हैन। ल गाइस, हामी चाहिँ फाइनली यहाँ आइसक्यो हैन। यहाँ चाहिँ पुरै हामी यो टाढोमा जान्छौँ अब। यस्तो चाहिँ पुरै यहाँ स्नो भएर हैन। यस्तो छ है, डर लाग्ने छ रोड। म चाहिँ अब रेडी भइसक्यो। हामी चाहिँ अब त्यहाँनिर बस कुद्न जानु लागिरहेको है। यस्तो छ अनि यस्तो चिसोमा है। केयरफुल अगाडि हेर्नु, अगाडि त्यहाँ हेर्नु पर्दैन। त्यसमा हाफ पानी हेर्ने ठाउँ होइन यो। यस्तो चिप्लो बाटो आएको छ, हाफ पानी हेरेर बस्छ भने रास्तै रहेछ है बाटो चाहिँ। ल हामी चाहिँ आइपुग्यो। अनि यहाँ आएपछि चाहिँ यो पास पनि लिनुपर्ने रहेछ होइन। अगाडि नै आयो नि त। अनि ल हामी चाहिँ बेल्लममा आइसक्यो होइन। यस्तो चिसो छ नि यहाँ, यस्तो चिसो छ कि कुरै छर्जमी, लास्टै चिसो छ कि। अब हामी चाहिँ आज हामी 1 नाइट चाहिँ त्यतै बस्नु हो नि त। त्यही भएर हामी चाहिँ पुरै ब्याग चेक लगेज लिएर आएको थियो। तर यहाँ कसैले लगेज चाहिँ लिएर आएको देखेन। अनि हामी चाहिँ त्यही भएर सबै सामान झोलाहरूमा हालेर जानु लाग्दैछौँ। यो चाहिँ तलै नै बेल्लमको यो के अरे यो लोवर कार पार्क भन्छ। त्यहाँ नै टु मच चिसो रहेछ है। टु मच चिसो चाहिँ पुरै यस्तो छ होइन। स्नो त्यो आइसहरू छ क्या बाटोमा, चिपिक रातो माटो किचिङ छ। ल अब हामी चाहिँ जान रेडी होइन। अमृत रेडी हुँदैछ यहाँ। हामी चाहिँ अब बस समातेर जान लागेको। बाटो सबै यस्तो छ है। त्यही भएर यहाँ चाहिँ जुत्ताहरू बाटो चाहिँ यस्तो छ है। पुरै जुत्तै 4.9 मेरो गाइस। मैले चाहिँ होइन यस्तो चिप्लो बाटोमा घरि के बिर्सिने। अब फेरि मैले भर्खर ज्याकेट बिर्सेछु होइन। ज्याकेट लाएर आएँ। अब फेरि मफलर बिर्सेछ। अनि अमृत चाहिँ मफलर लिइदिन गएको छ। उहाँसम्म जानुपर्छ। यस्तो चिल्लो छ क्या बाटो। सबै चाहिँ नलाइकन आएर
दामी है यहाँ चाहिँ माउन्ट एभरेस्ट आएको जस्तो फिल हुँदो रहेछ है खतरा कस्तो लाग्यो एकदम बेस्ट है अनि हामी चाहिँ यहाँ 1 नाइट बस्न आएको भएर धेरै दिन च्याउ भयो होइन किनकि 4 बजी चेकिङ होइन अनि सामानहरू पैसा बोक्दै हिँड्नु परेछ है यो रेजोर्टमा आउँदा चाहिँ जुत्ता बाहिरै खोलेर आएर अनि जानुपर्ने रहेछ होइन अब हामी चाहिँ फेरि यहाँ 4:30 बजे चाहिँ सबै बन्द हुने रहेछ क्लोज हुने रहेछ रेस्टुरेन्टहरू भन्नाले एउटै रेस्टुरेन्ट छ त्यो पनि क्लोज हुने रहेछ त्यही भएर हामी चाहिँ बाहिर अब खाना अर्डर गर्न गइहाल्नु ल ल हामी बस्ने चाहिँ यही हो यता माथि यता हो चिप्ले लाए अनि किन समाउनु त शिट ओइ म चिप्ल्यो अमृत म कसरी आउने है सबै कुरा छ मसँग गाइज होइन ए हामी चाहिँ अब हामी म चिप्लिनेवाला छ यहाँबाट होइन रहेछ हामी उल्टो ट्र्याकबाट आएछौँ कि टु मच क्या यो त सिट लास्टै रहेछ यहाँ चाहिँ होइन जुत्ता खोल्नु र लाउनेमा दिन जाने सो फेयर त हो होइन हो नि एकदम राम्रो हो अय्या ल जाम चिप्लिने चाहिँ मेरो झन्डै कम्बर भाँच्यो सेट अमृत चाहिँ क्या कुदेर गयो होइन माथि जानुपर्ने उताबाट सेट नभ्याउने रहेछ यो त ल कसरी जाने होला म त ओ यहाँ चाहिँ मलाई भ्यू पनि भेटिन्छ है हेलो हेलो हे लिउको पानी छुमै त कस्तो छ नर्मल कस्तो चिसो छ ओ लास्टै चिसो छ है पानी त यिनीहरू चाहिँ अब रिजोर्टहरू हामी चाहिँ उतै घर बसिरहनु छ अहिले यहाँ चाहिँ रुमहरू यस्तो मात्र पाउने रहेछ आजको हाम्रो रुम चाहिँ यही हो यस्तो होइन मलाई यस्तो लाग्यो खोलिन खोलिन त प्रोटेक्सन छ सबै यस्तो होइन यहाँदेखि चिसोले सबै के पानी चुइरहेछ है कोठाभित्र यस्तो छ है सबै काटेको अब हामी एकछिन बाहिर जान्छौँ गाइस अब हामी बस्ने घर चाहिँ यही हो होइन अनि 5 बजिसकेको छ यस्तो क्वाइट छ यस्तो क्वाइट चाहिँ यहाँ कोही पनि छैन है पुरै सुनसान है यस्तो सुनसान छ होइन सबै खाएको
यति भन्दै चाहिँ म आज ब्लग यहीँ एन्ड गर्दैछु किनकि यहाँ धेरै नै क्वाइट छ है अब त्यही भएर अरूलाई डिस्टर्ब होला अनि सो नेक्स्ट एपिसोडमा फेरि भेटौँला एन्ड डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब